वेलकम बैक टू माई न्यू भिडियो। फेरि पनि उपस्थित भइसकेको छु तपाईहरुको माझ। आज चाहिँ भिडियो ल्याउने क्रममा जलन दाइको भिडियो लिएर उपस्थित भइसकेको छु। आज हेरौं कस्तो हुन्छ हैन। लेट्स गो। काका हजुर, राजालाई मेरो आन्दोलनमा आउनुस् बोल्दिनुस् भन्नुहुन्थ्यो। ए बाबा बोल्दिनुस् न बोल्दिनुस् भन्थे, बोल्दिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यही त एकदम खुसी हुनुहुन्छ होला हैन। म त खुसी हुने भइहाल्यो नि, तपाईहरु पनि त खुसी हुनुहुन्थ्यो नि। हाम्रो कुरा छोड्दिनुस्, तर हजुरबा चाहिँ अलि दुखी हुनुहुन्छ जस्तो लाग्यो। पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। हामीलाई साथ दिन तर केमा साथ माग्नु भएको तपाई बुझिएन। बुझेर पनि त बुझे जस्तो नगर्नुस् न। राजा फर्काउने रे। कता फर्काउने? लेफ्ट राइट अघि पछि कता फर्काउने? बुढोलाई पुरा विश्वास छ कि कोही आउँदैन कि हामी तीनटा टाउके भएपछि त अरु कोहीले चिताउन सक्दैन भन्ने पुरा विश्वास भएर अहिले फर्काउने कि पछि फर्काउने के मजा गर्दै गर्नुस् न। राजा फर्केपछि अनि थाहा पाउनुहुन्छ। फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन। काका हेर्नु त के भन्दै हुनुहुन्छ गोकुलजीले? गोकुल बासको राजा जस्तो झाटका कुरा के गर्नु? झाट भनेको के हो? थाहा छ? भुत्ला हो। भुत्लाको कुरा पनि गर्दै हो। राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने, खिचडी एक पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ भतेर लाग्छ। त्यो लगाइदिन चाहिँ सबैलाई खबर गर्नु होला। अरु पार्टीका झोलेहरू पनि आउँछन् क्या, खानकै लागि भयो पनि। कम्तीमा 25 लाख नागरिकहरूको आज उपस्थिति भयो। 25 लाख ऐसे कुछ ज्यादा नहीं हो गया? 25 लाख 16 लाख दर्शक को दिखाओ, खचम खच भरे हुए हैं। कैमरामैन जल्दी फोकस करो। ओए बहन सामने आओ, कैमरामैन के सामने रहो तुम लोग। यो रैली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। हो हल्लाइ होला। यही हल्ला छैन, यही हल्ला छैन। यो पुलिस भाइलाई पनि स्वाद लागेछ। बात त सही हो। राजा आउला नआउला आफ्नो ठाउँमा छ, तर अस्ति जुलुसमा चाहिँ धेरै रमाइलो भएछ। मलाई त रमाइलै मात्रै लाग्यो त्यो दिन। अनि म चाहिँ नाचेको नाचै। हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे। यस्तो भन्न पाइन्छ? त्यही त सन्तान छैनन् भनेर त्यसरी हेप्ने हो। त्यो निसन्तान त ओलीलाई किन चाहियो? यत्रो देशै भित्र खानु पर्यो। गणतन्त्र धोका हो। केपी ओली बोका हो। अश्लील असभ्य गाली गलौज त्यो जुलुस पूर्व राजाको स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो? राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थे। राजा ल्याएर नि खासिने केही होइन। जलवा है हमारा। राजावादीहरूको भिडमा गएर राजा ल्याएर नि केही ख्यासिन्न रे। त्यो हेलमेट नलाएको भए टाउको फुट्ने गरी हान्थ्यो होला। यता फेरि अर्को बहादुर नेपालीले राजावादीहरूको भिडमा गएर राजाकै विरोध गर्दै हुनुहुन्छ। 17,000 मान्छे मर्या, किन राजतन्त्र आउनु पर्यो? राजावादीहरूको बिचमा उभिएर राजाकै विरोध। वाह, आठ त तैले गरेकै होस्, माने त मोल्ला ठेल ठेलमा के गर्यो राजाले भन्नु पहिला? यो भाइले बहुत डिस्टर्ब गर्यो। राजावादी यो भाइलाई तपाईको कुरा छ भने आउनुस् त, यहाँ राख्नुस् त। जिन्दाबाद जिन्दाबाद। एमालेहरूले यस्तै मान्छे पठाउँछन् क्या, रक्सी खुवाएर झमेला हाल्दिनलाई पठाउँछ। मोल्ला ठेल ठेलमा बाउलाउ रे मेरो, बाउलाउ रे। छोरा चाउरे के गरेको यो रक्सी खाएर? बिहानदेखि आन्दोलन हिँडिरहेको छु म। रक्सी आएर बिहानदेखि आन्दोलनमा हिँडिरहेको छु। के आन्दोलनमा हिँडेको हो, कसको सपोर्टमा कसको विरोधमा पनि थाहा छैन क्या। हातमा नेपाली झन्डा बोकेर राजाकै विरोध, बरु एमालेको झन्डा बोकेर विरोध गरे हुन्थ्यो नि। अर्को जडियालाई पनि हेर्नुहोस् यहाँ। पुलिसको हल्दार साहब भराइरहेको प्रहरी खोज्न आउनु भयो कि राजाको स्वागतको लागि आउनु? म राजा स्वागतमा। मान्छे हरायो भने पुलिसले खोज्छ, यहाँ त उल्टै पुलिसलाई पो खोज्दै हुनुहुन्छ त। को यार उहाँ वरिष्ठ हो यहाँको टोक्ने। अरू वरिष्ठहरूको कुरा पनि सुन्नुहोस् यहाँ के भन्दै हुनुहुन्छ। राजा चाहिएन अहिलेलाई। राजा आऊ के म पनि सहिद बन्ने बन्ने त मर रन्डीको छोरा। यस्तो पनि हुन्छ। देश विकास हुनु पर्यो। कतै रोजगारको अभाव छ, यहाँ पढाइ शिक्षाको अभाव छ। पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए। पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को संभालो। लेकिन नहीं, तुम्हारे गांड में चलूने पढाइ शिक्षाको अभाव छ। स्कुल ड्रेस लगाएर झोलामा किताब बोकेर पढाइ शिक्षाको अभाव छ रे। प्रधानमन्त्रीज्यू के भन्न चाहनुहुन्छ? विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने राम्रो पढ्नुस् अनि विदेश जानुस्। नेपालमा काम त पाइन्न। काम खोज्ने होइन, काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौं। दिएको हो। अस्ति एउटा टिचरले विद्यार्थीको गाला सेकाइदिएछन् तातो पन्युले।
त्यसमा छन् टिचरहरू। तनहुको भीमहाट नगरपालिका 6 मा रहेको प्रभात एकाडेमी बोर्डिङ स्कुलकी लेखापाल सुषमा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छन्। के पारा हो? म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ, मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन। तर त्यति बेला मैले न्युज मिडियामा अहिले हेर्दाखेरि हाम्रो राजा हुने बेला सान के थियो, राजाको सान थियो भन्दा पनि भित्र जनताको अवस्था कस्तो थियो भन्ने कुरा हो क्या मेन। म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ, मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन। थाहा छैन भने यहाँ सुन्नुस्, राजाको शासन यस्तो थियो म भन्छु। राजपरिवारले र दरबार हेर्न चाहेको मान्छे विदेश जान पाउँदैन थियो। पासपोर्ट चाहिँ दरबारभित्र बन्थ्यो। बोल्ने स्वतन्त्रता थिएन, संगठन गर्ने स्वतन्त्रता थिएन। महिलाहरूलाई यो लेभलको चाहिँ निर्णय प्रक्रियामा सहभागिता थिएन। बुझ्नु पर्यो यो कुराहरू। किनभने महिलाहरू त राजा ल्याउनुपर्छ भनेर उठ्दैछ नि त। जब देश संहार हुन्छ तब महिला उठ्छन्। अब रमाइलो होइन होला, रमाइलो ल गर्छन्। 15 वर्षमा के बनाइदिनु भयो त? कुन कुन ठाउँ बेच्नु भएको छ? खोला नाला सबै बेचिसके। यो पारी चाहिँ छैन है। हाम्रो नेपाल भन्नु बाबु, यो सबै पहिला नेपाल हाम्रो सरकारले बेच्यो क्या। सिरमा सरकारले बेच्मा राजा ल्याउनको लागि आओ ल्याइस राजा। राजालाई यहाँ नारायण हिट्टीमा ल्याउ। पारस यो सत्ता र यो परमानेन्टको लागि लायकै छैन। राजा आइसकेको छ। कहाँ छ? आउँदै हुनुहुन्छ। मेरा प्यारा देशवासीहरू सबैहरूलाई पशुपति। यो मलाई भिडियोको मध्ये सबभन्दा मन परेको पार्ट चाहिँ हो क्या। फेरि हेर्न कस्तो बनाके गर्छ क्या, सबै भाइरल हुनलाई मात्रै चाहिँ काम गर्छ क्या जो पनि क्या। नाथले कल्याण 5वटा मात्रै राजा रहनेछन्, एउटा बेलायतमा र 4वटा खेल्ने तासमा। अनि त्यो खेल्ने तासमा 2वटा जोकर पनि हुन्छ। एउटा जोकर चाहिँ तपाईँ नै हुनुपर्छ। हामी राजाबाजी गरेर राजा फर्काउनै पर्छ। के गर्ने राजा फर्काउने? हजुरले त्यो 70 करोड झम्काउनु भएको थियो नि, हो त्यो असुल गर्न भयो भने राजा फर्काउने रे। बिल्कुल। नेपालमा राजा तपाईले देख्नु भएको छ? हजुरले पो चस्मा लाउनु भएको छ, आँखा कमजोर छोरा देख्नुहुन्न। हामीले त देख्छौँ नि। को राजा? राजा ज्ञानेन्द्र शाह त हुन्, थाहा छ नि तपाईलाई? ज्ञानेन्द्र त खटा हो, आफ्नो सन्तानलाई नाश गर्ने मान्छे हो। हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर। रन्डीको छोरा ज्ञानेन्द्र कहाँ? एउटा छोरो पाल्न छैन यदि राजा खान पाइन्छ। राजाबाडी भएर के भनेको थियो? तपाईँ त राजावादी हो, तर राजाबाजी हो, पृथ्वीनाथबाजी हो, वीरेन्द्रबाजी हो, महेन्द्रबाजी हो, ज्ञानेन्द्रबाजी होइन।